भकुण्डो झै देखिने यो डल्लोभित्र कोरिएको सीमाभित्र मानवजन्य घटनाहरू घटिरहेकै हुन्छन्। यो पल्ट भयानक भयो। सत्ता पल्टाउने 2 दिने आन्दोलनको अफरातफरीमा जाडोयामको पारिलो घाममा दिमागको ट्रमालाई बाष्पीकरण गर्दै रहेका क्यामेराजीवीमा सल्लाह भयो, जाम पूर्व घुमेर अनि सुरु भयो यात्रा मध्यपूर्वी लोकमार्ग हुँदै एक फन्को लाउने। तर यात्राको अन्त्य ह्याप्पी एन्डिङमा टुङ्गिएन, यानी यात्राका नायक घाइते भए। बाइक गुड्दै हाम्फालेर खिचेको तस्बिर है। यहाँनिर फेरि सुभाषले बाइक रोकेर तयारी गर्न थाले। अब लसुन छेपीहरू हुने क्रममा हाम्रो किसानहरूको फोटो। यो खोला पारी चाहिँ कुन गाउँ पुग्छ दाइ? गिन्दी भएपछि यो फड्के त तपाईँहरू खोला आफैले बनाएको होला है? तपाईँले सब्जी कसरी बेच्ने हो र लसुन छेपी चाहिँ? यहाँ अहिले अहिले त्यो 70-80 रुपियाँ किलो। सुजन अर्थात् कान्छा यात्राको नायक त्यस अर्थमा कि यात्रा अवधिभर भरपर्दा भान्से भलै प्राणी मात्र प्रतिको भावनाले द्रवीभूत शाकाहारी जो स्वादिष्ट मांसाहारी पाककलामा निपुण छ। स्थानीयसँग गफिनुहोस् या नाच्न गाउन एकछिन थपक्क नबस्ने गोर्खाली कान्छा सुजन। यात्राको पहिलो बास दिने फुरकोटका घरवाला सञ्चित, जहाँ खानाको सुरसार गरिँदैछ। विनोद समूहमा मास्टर पर्यायबाट सम्बोधित ब्याचलरका गुरुवर। धुम्रपान, मद्यपान, सुपारी पान वर्जित, शुद्ध शाकाहारी। यो म रमाउने उमेर पटेर पनि वनप्रस्थ समयतर्फ उन्मुख जो सक्रिय रहन यङ दलसँग सङ्गत गर्दैछ, जो अहिले डिक्टेल हुँदै जसले मनन गर्दैछ। यसको त के झिक्नी होला यामा झिक्न पर्ला है। हाल्नुभयो अहिले प्याजहरू। उहाँले यति मिठो बनाउँछ दाबी गरेर चाहिँ सुँगुरको मासु बनाउँदै हुन्छ। तर एउटा उहाँ चाहिँ फेरि शाकाहारी हो। शाकाहारी मान्छेले जो मांसाहारी आइटम पकाउँदै यही त यो थाली क्या म त तिमी आफू चाहिँ मासु खाँदैन यो खाने धनियाँ राखिदिनु है। अब धनियाँ दाइ देवी यही हो होइन? दाल विक्रम पनि आइपुगेछ। ओ त्यो आइपुगेछ है विक्रम। आमा अघिसम्म त्यही काठमाडौँमै थियो, अहिले त ठुक्कै आइपुगेछ। फास्ट है। विक्रम देखेर दङ्ग सुभाष, फोटो खिचेर चित्त नबुझाउने जेनजी पुस्ताका सटर बब क्यामेरा किरो। सञ्चितको घरमा आएर हिजो बास बसेको, अहिले बिहान आएर हाम्रो विक्रम हामीसँग जोइन भयो। अनि तिमी त लास्ट छिटो आइपुग्यो त यार, एकदम छिटो आइपुग्यो त। विक्रम आइपुगेको छ जोइन हो अघि। विक्रम पनि जोइन गर्यो। अब बेलुका अघि बिहानै हामी ओछ्यानमै हुँदाखेरि काठमाडौँ छोडेको थियो,
अहिले भर्खरै विक्रम हामी ओछ्यान आइपुगेर ओछ्यान टुनी सिधा उठ्दाखेरि यहाँ कुरबाट आइपुगेर खाना पनि पस्न लागिरहेको छ भर्खरै आइपुगेको विक्रम एक दिन अघि बाटो लागेको हामीसँग गाँसिएर गाँस टिप्ने तर्खरमा एलिजिबल ब्याचलर विक्रम पहिलो पहिलो यो माया मुटुमै गरेछ राफ्टिङ बिसाउने व्यापार महिलाको गाउँमा एकदम सुर्ती हुँदो रहेछ यो सुर्ती खेती हुँदो रहेछ एकदम साग जस्तो देखिने सुर्ती हो अवस्थामा दिक्क आइपुग्यौँ हामी यहाँ राम्रो साथीहरू छन् हामी होटलबाट आउनुहुने साथीलाई कुरिरहेको हामीलाई गाइड गरेर लानुहुनु सवारी कस्तो भयो सुजनजी दाइ भयो दाइ आइयो जियोस् रमाइलो कतिको गल्यो थकाइ भयो त थकाइ डरै लागेको छ दाइ यसो छ खाना हामी शुभ के अरे शुभ बिहानीबाट होटलबाट शुभ दिन होटलबाट अब हामी लाग्दैछौँ जान्छ टमाटर डिटेल बजाएर खिच्दै गरेन तेल बजार माया सम्झनामा आउँछ हाम्रो पिक्चर बजारमा हाम्रो आमा घाप्ताखेर बस्दै हुन्छ आइपुग्यो हामी हिजो राति अँध्यारोमा डिटेल बजार आएको थियौँ उज्यालोमा निस्क्यौँ मित्रबन्धुहरू अहिले हामी मध्य डिटेल बजारको क्षेत्रमा छौँ यहाँ देख्न सक्नुहुन्छ लाइनबद्ध घरहरू छेउछेउमा व्यावसायिक प्रयोजनका लागि आयो भाइ साहब त्यस्तो बेला फेरि कसले फोन गर्यो दाइ भाइ फोटो त खिच्न पर्ने यहाँ पिक्चरको फेरि आइँदैन भाइ यही त जता पनि डिटेलै भनेर त्यो सिग्निफिकेन्ट छ त्यस्तो घरहरूको जता पनि हुन्छ होइन एउटा घरमा आगो लाग्यो भने त पुरै घर जाँदो रहेछ त अन्त त्यो फुङलिङ कि पहिला त्यस्तै भयो होइन पार्टनर खेल यहाँ पनि स्ट्रक्चर सबै त्यस्तै रहेछ त्यही हो गाउँतिरको बजार अब एक लाइनकै हुन्छ वरिपरि जडेको सटेको हुन्छ नि त तिम्रो गोबर कसलाई दिएको छौ छ साथमै साथमै छ ए दिदीले हामी दाइ तिम्रो गोब्रो चाहिँ अर्को एकजनालाई देऊ हजुर तिम्रो गोब्रो कसैलाई देऊ न अहिले मलाई विनोदलाई दुईटा एङ्गल हुन्छ नि विनोदले खिच्दैन खिच्दैन सुभाष भन्दै त्यो त्यसरी बजायो भने त यसले खिच्छ जस्तो लाग्यो तपाईँले पिक्तेलैको बजारैमा अब यता पिओपी खिच्छ तिमी हातले खिच्दैन हिच्छा कुम्पा रागमार्ग मार्ग हेलो नाम र काम अनि दाम उस्तै नै हो अप्ठ्यारो छ बाटो सम्हालेर हिँडौँ बाटो अप्ठ्यारो हिलो र पानीको मलाई डर छैन भोग्नुपर्छ यो जिन्दगानी यो यस्तै छ बाटो माथिको बाटो हालम गाह्रो छ दाइ म झरम चकेवातिर जाँदै हुनुहुन्छ भने वी हेभ हाम्रैसँग चाहिँ बाटोको लागि अप्सनहरू छ होइन यो बाटो चाहिँ अलिकति छोटो भन्ने कुरा आयो होइन हामीले स्थानीयलाई बुझ्यौँ त्यही कुरा आयो विक्रम दाई अल सेट होइन विनोद ल मुभ है त ल ल ल ओके
देउराली आइपुग्यो फोन गर्ने हो ल आइपुग्यो कता आउने उता भोजुर बजारमा यो बजार मलाई ठुलो लाग्थ्यो कि कान्छ अब ठुलो भएर बजार सानो लाग्न थाल्यो हेर न यो देख्दा देखिन्छ खासै त्यो नबढेको भनेर अहिले अरूले भन्यो त भोजुर मात्रै हो सदरमुकाम नबढेको भनेर क्या हेर न साँगुर हो फाइनल हामी झ्याउपरी आइपुगेको अब खाना खान हिँडिरहेको छ साथीहरू ल ल ल केटा आऊ हामी अब भात खान होटलतिर सुन्तला कस्तो लाग्यो गुरु ओगडवालै छ कता हो यो फेरि फ्ल्यास अफ भएन ल यहाँ झ्याउपरीमा आइपुगेको छ अहिले यो टोली पत्रकारको टोली अब यहाँनिर भात खानको लागि हात धुनको लागि रेडी गरिरहेछ होइन सुभाष श्रेष्ठ झ्याउपरी खुवायो यो खुवाएको छ त ठिक छ अगाडिमा मिठो लागिरहेछ ढुङ्गामा डामेको खाएको अन्त ढुङ्गामा डाम अब सृजन गुरुङले सफाइ गर्दैछ बेलुकाको तयारी झ्याउपरी भोजपुर कुना गाउँमा हाम्रो गाउँको नाम के अहिले पोखरी भइदियो त आनन्द पोखरी ठुलो झोला पनि छ नि त मेरो फेरि जानु त्यसमा लगाएर धोक्रोमा लगाएर दोकानी सुत्नु तपाईँहरूको आउनेलाई चाहिँ मैले हरेक बिहान सुनैसरीको मकालु एकातिर अनि हुस्सुको घुम्टो ओढेको अरुणले साइड डान्सर बनाएर एउटा सुन्दर बजार रहेको झ्याउ पोखरी उठ्छ मध्यपुरकै बहिनी जस्तो लाग्ने यो भन्ज्याङमा उँभोबाट साङपाङ चिसो बतास ल्याएर ओर्लिन्छ भने उँधोबाट अरुणले न्यानो पठाइदिन्छ त्यसैले झ्याउ पोखरी शीतलताको पर्याय बनेको छ कुनै बेला यहाँ रानीहाँस खेल्ने झ्याउ भएको पोखरी रहेकाले झ्याउ पोखरी कहिएको हो यहाँ गाउँलेहरूले अलिअलि बजार भेट्छ अनि भेट्छ बजारले हरेक बुधबारे हाटमा वरपरका गाउँहरू यहाँ देशैले चिनेका नेता पनि भेटिन्छन् अनि आफ्नै घर संसारलाई देशै ठानेका नागरिक पनि यहाँका कति रुखहरू ढले अनि कति चिटिक्कका भवन पनि थपिए यहाँ भुलिसकिएका कथाहरू पनि छन् अनि दिनहुँ जन्मने सम्भावनाहरू पनि छन् समयको चक्रमा निफनिएका ती सबै कथाहरूलाई जोडेको छ झ्याउ पोखरीले कहाँ छ बारी चाहिँ 5 लाख प्लस यो सुन्तला ल 3 लाख भएछ 8 लाख त भयो अनि किन जाने सही हो नि बिर्दा किन जाने जग्गा यहाँ हान्नु पर्ला छ सस्तो ढुङ्गा हेर्नु हाम्रो कस्तो राम्रो क्वालिटीको छ ढुङ्गा सस्तोमा जग्गा पायो भने हान्नु पर्ला सस्तोमा पाउँदैन नि हो सुन्तला हुने जग्गा हो भने सस्तो पाउँदैन फुपाले रोप्नुभएको कफी हो देखा त ए अब पाक्न थालेको छ अब यहाँबाट 3-4 केजी आउँछ होइन 3-4 केजी म यो उठाएर भोजपुर पठाउँछु यसपालि मैले अस्ति 20 बोट रोपेको छु भाडा ल्याउनु त होइन
थाहा छ क्या मलाई जुठो सुठो भन्ने कुरो आगोमा तातेपछि गयो क्या आगोले पोल्लेपछि उता कागती बोक्न बिर्सेछु नि फेरि उता कागती जोरदार थियो त्यो अलिअलि त्यो अघि ए रजतको बिहामा है हेड कुक साँच्ची सबै हामी त यसको बिहामा जन्ती आउनुपर्छ कि केटा फेरि होइन त्यो बेला मिल्छ कि मिल्दैन अहिले ल्याइदिनु कि यार तपाईँले कहाँ हो आजै हो कि आजै हामी पनि भाइलाई होइन त्यहीबाट दबाई मार्छन् यो सर्टकट गर्ने भन्दैमा त्यस्तो साह्रो हान्नु थाल्दैन पितुले त अनि राईको त फेरि कडा हुन्छ तपाईँको देउता साह्रै कडा त्यसो केटा चाहिँ नुन चाहिँ यसो चाखेर हाल नि फेरि नुन चाख्नु पर्दैन यति हाले पुग्छ के भन्छ हेड कुक बनाइसक्यो अब त्यो धेरै शङ्का पनि गर्नु पर्दैन अब नुन के चर्को भएको छ हामी मासु खाने हो कि सागमा फरक परेन दाइ त्यसमा अलिकति नुन चर्को भएको छ क्या होइन ठिक ठिक त्यतिखेर हाल्नु ल होइन हुनसक्छ किनभने मैले नुन छ नि यो सुन्नु न यस्तो घिउ हाल्दा पनि दामी हुन्छ क्या अनि यस्तो चिजहरू हाल्दा नि मलाई यसको सेप राम्रो लाग्छ क्या पहिल्यैदेखि यो पकाउँदाखेरि क्या मैले यो युज गरेर हाल्दै क्या अघि त्यही बढी हुन भयो होला त्यही पर्ने छ त्यसको लागि तयारी गर्नुपर्छ यो पार्न सकिँदैन त्यो जग्गाको हरियो ग्रिन त्यो तिनवटा कन्ट्याक्ट पाएर छ कि दामी छ माथि घिउ बाटो म त के गर्छ साथीहरूलाई दामी दामी फोटो खिच्यो नि देखायो तर नदियो क्या तड पायो त्यो मुभमेन्ट त फेरि आउँदैन होइन भाइ हेर यस्तो खिचेको थियो नि तेरो भन्छ तड पायो नपठायो तेरो दाजु भन्ने बनायो फेरि कस्तो फोटोहरू राम्रो आउँछ नि त होइन यस आज हाम्रो गुरुङ बुहारीले दामी नै खोला पापड गएको हुँदा यार मटारको पहाडको त होइन त्यो नुनचरको छ त्यो सुन्नु न तपाईँ त थिएटरमा पनि ट्रेनिङ लिनुभयो है कस्तो हुन्छ त्यहाँको त्यो अनुभव सिकाइहरू कस्तो हुन्छ त्यसमा मतलब अब एक्टिङै नजानेको मान्छेहरू पनि गएर त्यहाँ सिक्यो भने चाहिँ एक्टर बन्न सक्छौ कलाकार चाहिँ बन्न सक्छ है एउटा एक्टर बन्न सक्छौ होइन बन्न सक्छ तर कस्तो चाहिँ केही चिज चाहिँ जन्मबाट आउँछ जस्तो लाग्छ मलाई हो र टेक्निकल एक्टर बन्छ जस्तो गायन पनि पहिलो मलाई ट्रेनिङ लिएर हुँदैन नोट कस्तो लागिरहेको हुन्छ केही चिज चाहिँ आउँछ अनि केही चिज चाहिँ इम्प्रुभ गर्न सकिन्छ जस्तो भोइस मेरो दिदीको दामी हो कि टेक्निकली म बेटर गाउँछु मैले पछि मिहिनेत गरेँ तर मिठास चाहिँ उसको मिठो छ डायलग थाहा त्यो रहेछ अनि एक्टिङ पनि प्योर टेक्निकल मात्रै पनि होइन प्योर बाई बर्थ मात्रै पनि होइन जस्तो हाम्रो अनुभव हुन्छ नि दामी टिचर हो क्या दामी टिचर तर एक्टर रूपमा मलाई त्यस्तो फरक लाग्दैन तर टिचर चाहिँ दामी हो प्रोसेस सिकाउने कुरामा अनि त्यो स्पोन्टानिटी र टेक्निकको बिचमा ब्यालेन्स हुन्छ जस्तो लाग्छ इरफान खान टाइपको इरफान खान चाहिँ भयङ्कर मेरो एक्टिङ पनि गर्दैन त्यत्तिकै विराट पनि जाने होइन स्पोन्टानिटी हेर्नु थिएटरकोहरूको एउटा बानी चाहिँ खराब कि इम्प्रोभाइजर यति हालिदिनु कि त्यो वाक्कै बनाउँछ कि मेरो छेउ त्योबाट त चलिरहेको हुन्छ नि अनि स्क्रिप्ट हुन्छ अनि इम्प्रोभ हानेको हानी गर्छ तर हाम्रो ऊ चाहिँ हुन्छ मेहनत चाहिँ हाम्रो 6,000को ट्रली सर्ट पनि हामीले एक टेकमा सक्छौँ कि धेरै रिहर्सल भयो अनि हिजो तपाईँहरू हामी उक्ल्यौँ नि हामी उक्लियो त ढुङ्गामा लिएको थियो सर्ट डोको 6,000को ट्रली सर्ट हाम्रो ग्याङ के होइन तर वान टेकको के हो क्या किन हामीले त्यो रिहर्सल गर्दा गर्दा
अनि त्यतिखेर मोड अफ ट्रान्सपोर्ट थिएन नि त हामी सुन्तले बस्थ्यौँ अनि सुटिङसम्म कसरी आउँथ्यो नि केटाहरूले कुनै पनि फिल्मको चाहिँ अडियोमा सुनाउनु पर्ने क्या बुझ्नु जस्तो एउटा फेमस फिल्म लियो नि सुरुदेखिको चाहिँ ब्याकग्राउन्ड म्युजिक क्या अडियोमा एउटाले चाहिँ क्यारेक्टर बोल्ने अर्को क्यारेक्टर कोही बेला चाहिँ ट्विटी डिस गर्ने होइन अनि हामीले त्यसरी समय बिताउँछौँ कि भनेको त्यो बाटोभरि केही त गर्नु पर्यो सिनेमा एक्टिङ र थिएटर एक्टिङ फरक पर्छ जस्तो अब हेर्नु है मजा चाहिँ फेरि थिएटरमा आउँछ किनभने सबै लाइभ हुन्छ नि अब यहाँ त हेर्नु न यस्तोमा गरेर होइन अब केटी भएको मान्नुपर्छ केटी छैन के दिनु पऱ्यो है यत्तिकै टाइप फ्रेममा चाहिँ एक्सप्रेसन देखाउनु पर्यो मजा चाहिँ आउँदैन क्या त्यो चाहिँ के अरे त्यो पैसाको लागि सेक्स गरे जस्तो हुन्छ कि मजा आउने त्यो उमै हो तर अब दुवैको आफ्नो सुन्दरता छ भन्नु आउँछ हो कङ्ग्रेस भयो नि मलाई फेरि खिच्न ब्याकग्राउन्डमा कालो के अरे मतलब डार्क अनि उहाँको अनुहारमा लाइट दामी हुन्छ एउटा खिच्नु त ओइ खिच्यो एउटा दामी आउँछ माथि घाम परिरहेको एमाले भने हो नि त मिले ओइ लाइट गयो है कङ्ग्रेस भयो नि यतिखेर मलाई घाम चाहिँ मनपर्छ है ओइ यस्तो क्लोजअप नि खिच ल क्लोजअप वाइट हजुर आमामा सेलिब्रेटी हो फिल भयो 3टा क्यामेरा 4टा क्यामेरा यार अब के यस्तो यार फिलिङ आशिका तामाङ विथ 27 अदर सुन यस्तो गर न उहाँको यो सर्ट छ नि दाइ भिडियो नि खिच्यो तपाईँले उहाँको प्रोफाइलहरूको लागि एक दुईवटा सर्टहरू चाहिँ हुनसक्छ क्या उहाँ त्योसँग जोडिन्छ क्या त्यो सर्टहरू एकचोटि भिडियो पनि क्लोजअप सर्टहरू यसो लिउँ न हो साँच्चै यार यो त मैले अघि खिच्नु दारासी के अरे सत्श्रीकाल देखिँदो साँच्चै तपाईँले भन्नुभयो है मैले भने हो क्या सत्श्रीकाल देखिँदो चस्मा पनि लगाइदिनु न सत्श्रीकाल एकचोटि डढेको हो र डढेको होइन यो घरमा फेरि मान्छे आएको थरी आर्टिस्टलाई नै डोन्ट आस्क इन द मिडल क्या मतलब बरु यो पास टाइमको रूपमा म यो ख्यालीसँग इन्ट्रोड्युस गराउँछु ल उहाँले भनेको कुरा के हो बुझाउँदा तिमीहरूले पुरा बुझ्ने पनि कोसिस गर क्या तिमीहरू बुझ्न मात्रै खोज्ने क्या उहाँको कुरा के भन्न खोजिरहनु भएको छ सुन न कति अडियन्सहरू ल पापड खाने भयो अडियन्सहरूले पापड पनि खान पाउँछ है यहाँ मेरो चाहिँ हरेक चाहिँ पोइमको पछाडि स्टोरी हुन्छ क्या भनेको लाइक दिस डेज I don't judge event by whether it's good or bad. So if some event gives me poem, that's good. बुझ्नुभयो जतिसुकै राम्रो इभेन्ट होस् त्यसले पोएम दिएन भने द्याट्स ब्याड फर मी बुझ्नुभयो सो वाह 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 क्या मान्नु यो चाहिँ मेरो फर्स्ट ख्याली हो साथी है सो टु दोज हु डोन्ट नो वाट ख्याली इज ख्याली चाहिँ हाम्रो याक्थुङ लिम्बूहरू पाउने काव्यिक परम्परा हो जब दुईटा साइन नपर्ने लिम्बूहरू भेटिन्छन् उनीहरूले कवितात्मक शैलीमा परिचय गर्छन् अन्तर्क्रिया गर्छन् र त्यो चाहिँ प्रेम अथवा विवाहसम्मै पुग्न सक्छ है त्यो चाहिँ मेरो फर्स्ट हो अहिलेसम्म मैले मोर देन 50 लेखिसकेँ होला त्यसमा त फर्स्ट हो सो वाट ह्यापन्स इज यो जुन कवि छ म होइन यो कवि सो कवि र ममा चाहिँ तपाईँ छुट्याउनु पर्यो है सो यो जुन कवि छ एकचोटि एउटा समारोहमा जान्छ होइन त्यो समारोहमा एउटा स्टलमा एउटा लिम्बुनीलाई देख्छ अनि अघि पछि चाहिँ यो कवि अलि अप्ठ्यारो मान्छ तर त्यो बेला के कविले गएर चाहिँ सिधै बोल्छ लिम्बुनीसँग बोल्छ मात्रै होइन उसले चाहिँ एउटा साइड स्टलबाट इयरिङ किनेर दिन्छ क्या यो कविले लाग्छ अब कविले झापड खायो नचिने केटीलाई गएर डाइरेक्ट पहिलो भेटमा चाहिँ गिफ्ट दिँदाखेरि त र इन्स्टिड यो कविले चाहिँ गिफ्टमा पाउँछ सिलान साकमा त्यो रात चाहिँ यो कवि सुत्न सक्दैन हो
त्यो बेला चाहिँ कविले लेखेको भयो आदाङले भोजपुरे राई किराती जानेन लाउनु पिरती मनमा तिर्सना आउँदाखेरि हाकपारे खाली गाउँदाखेरि ए घाँसै त राम्रो टाँकीको खै कता माया बाँकी हो सपनी ज्यानमा देखेछु अनि पो यो लेखेछु ए कठुवा ज्यानलाई दिन पानी सम्झेरै सुल्टिनी दिन जाने हजुरकै घर छेउ सरो कि ज्यान जाने मायामा पढौँ कि ए रातभरि आला नाच्दामा कसो पो एकजुनी बाँच्दामा सर्खापी पालाम गाई जाँदा झलको मन छु खै जाँदा सेवा पहिलो मेरो त्यसपछि त दिनकै एउटा जान थाल्छ ए माटो काम सक्यो साथी हो म त कुको चामल भिजाउँदा ल भिजाइदिनु अब चामल भाइ यता कुनै जानेको छ पापड नदेखे होइन भनेपछि भनेपछि माया प्रेमको कुरा पनि एउटा कवितात्मक रूपमा जान्छ होइन उनीहरूकोमा अब यो सँगसँगै अरू के कुराहरू हुन्छ किनभने हामीले त यहाँ आएर अलिकति कल्चरल कुराहरू पनि सिक्न पनि छ क्या बुझ्न पनि छ नि त बुझ्ने सिक्न त अब हामीले के सिक्छौँ बुझ्न त पर्यो एन्थ्रोपोलोजी वे अफ होइन लर्निङ यो चाहिँ नि साथी हो ल सुनाऊ अब यो समयको गर्नमा यो मेरो नोट अफ सेसेन्ट कतै मिलाएर जान सक्छ म मेरो गाउँको एकमात्र डेमोक्रेटको सधैँ उहाँ हुनुहुन्छ रजत भोजपुर सदरमुकामबाट अघि लागेर हामीलाई बाटो देखाउने गाउँको एकमात्र डेमोक्रेट झोले भनेर राजधानी पुगेर टिभी शोमा उद्घोषै गर्ने कलाप्रेमी शिक्षाप्रेमी विदेशी विद्यार्थीलाई विद्या बाँड्दै गर्दा राजधानी सहर छोडेर गाउँ पसेका रजत गाउँले समाजसेवामा रमाइरहेका छन् आदाङमे रुपैमा हजुरको देखेर बसेको ख्याली देखेर युमामाङ तानै बुनेको बोलाको मायै हुनेको ए शिरैमा सुहायो शिरफुल देखेर मनै र नभुल्ल नसोच्नु मनै जालिर लेख्ला अरूले ख्यालिर ए सेकमुरी फुङ्गे मगमगाए चाङ्गा फुङ्गा ए जगाए अन्तिम समयमा रहिदिने हजुरकै मात्रै भइदिने ए यालाङ पालाङ गाउँला केलाम सापेपमा रमाउला तागेरा निवाभुवाको दृष्टिमा सृष्टिमा हजुर मात्र मेरो दृष्टिमा सेवा लन्च नर भन्छ यसलाई डिनर र लन्च मिक्स गरेर लन्च नर चाहिँ अहिले खाँदैछ 3 बजी होइन यो चाहिँ मास्टर सेफ सुजन गुरुङको हातबाट अहिले डिस्ट्रिब्युसन हुँदैछ पुगेर भात आऊ यहाँ मास्टर तिमीलाई है यहाँ यो लिउ त यहाँ यताउता दायाँ बायाँ तिमीलाई फेरि ओ मानेको
हाम्रो हिरामणिको छोरा अनि उसको साथीहरू लिएर आएछ त्यही एउटा त हो हिजो अस्ति कहिले आएको अरे नागमणिको एउटा घुमाउनु पर्छ अनि चट्ट त्यो आउँदैन यतै छ कोही आसामतिर लगभग 80-90 वर्षदेखि चाहिँ लगभग 100 वर्षदेखि चाहिँ आसाममै छन् हाम्रो परिवारहरू 2-3 वर्ष परिवार उतै आसामतिरै बसे हाम्रो सन्तानहरू उतै आसामतिरै बसे उतैको के त्यो रासन कार्डहरू पाए अनि उतै आयो उतै बस्यो अब मलाई चाहिँ के लाग्छ नि यही गाउँ ठाउँमा यता बस्नु यता अब बजारतिर गयो अब आफ्नो समस्या हुन्छ होइन अब जेन तेन एउटा घडेरी त किनिएला त्यो घडेरी किनेर मात्रै हुँदैन फेरि घर बनाउनु पर्यो अहिले त काठमाडौँमा बजारतिर घर बनाउनु भनेको त कि कोरिया जानु पर्यो कि अमेरिका जानु पर्यो कि जापान जानु पर्यो अनि हामीले त त्यो त अब सपना पनि नदेखेको हुन्छ यही गाउँठाउँमा बसेको यही अब त्यही एउटा घर बनाउने दुःख सुख अब व्यावसायिकतिर अब सुन्तला खेतीलाई चाहिँ व्यावसायिकतिर लैजाने भन्ने हिसाबले चाहिँ म चाहिँ यही गाउँठाउँमा घर बनाएर अहिले दुःख सुख गर्दैछु अब मिस्त्री छैन आफै ढुङ्गा पनि आफै बोक्दैछु आफै ढुङ्गा पनि बोक्दैछु काठ पनि आफै बोक्नु पर्यो दिनको आज चाहिँ छुट्टी छ सबै ढुङ्गा बोक्नेहरू दिनको 5-6 जना हुन्थ्यो काम गर्नेहरू ठेक्का हो त्यो चाहिँ घर र गाह्रो काठो चाहिँ ठेक्का हो अनि अरू बाँकी ढुङ्गा बोक्नेहरू सबै आफैले मान्छे लगाएर मान्छे फेरि गाउँ ठाउँमा पाइँदैन एकदम फकाउनु पर्छ साथीभाइहरूलाई कति समय भयो काका यस्तो गाह्रो हुन थालेको जस्तो मान्छे कम भेटाउन थालेको यो 4-5 वर्ष भन्दा पनि यो त 10-12 वर्ष भयो नि गाउँमा अब त्यही त गाउँ ठाउँमा बेरोजगार भएपछि सबै विदेशतिर अब सिस्टम भयो मान्छे विदेशतिर जाने गाउँ ठाउँमा साथै कुनै बेलामा त कुनै गाउँमा त मान्छे मरौ पर्यो भयो भने त्यो लास उठाउने मान्छे पनि पाइँदैन युवाहरू सबै विदेशतिर पलायन भएपछि त्यो सिस्टम एउटा लहर आयो गाउँ ठाउँमा पाइँदैन त्यस्तो तर यहाँ हाम्रो गाउँमा चाहिँ अझै पनि छन् भन्नुलाई चाहिँ त्योहरू यसो साह्रो गाह्रो पर्दाखेरि होइन त्यो केही कामहरू गर्दाखेरि बिहाको ठुलो एकदम भोलिपल्ट झ्याउपोखरीमा भेटिनुभयो हाम्रा मेयर सुरेन्द्र दास। परापूर्वकालदेखि नै मलाई लाग्छ जब यहाँ किराँतहरू आएर बसोबास गरे सम्भवतः किराँत जातिहरूले नै सुन्तला पनि सँगै ल्याएको हुनुपर्छ किनभने यहाँको आदिवासी भनेको किराँतहरू नै हुन् र
त्यो बेलादेखि पहिला चाहिँ व्यावसायिक थिएन, एउटा रुख दुईवटा रुख चारवटा रुख लगाउने चलन थियो। तर अहिले चाहिँ तपाईँको व्यावसायिक हिसाबले, किनभने खाद्यान्न उत्पादन गर्दाको मिहिनेत र सुन्तला उत्पादनको मिहिनेतमा धेरै फरक पर्यो आम्दानीमा। जुन ठाउँमा तपाईँहरू उभिरहनु भएको छ यो झ्याउपोखरी सडान्दा नगरपालिकाको वडा नम्बर 11 हो र चाहिँ तपाईँहरू भिरगाउँ पनि जानुभएछ। सबभन्दा पहिला एकदमै धेरै सुन्तला हुने भनेको त्यो भिरगाउँ जहाँ तपाईँहरू बस्नुभयो आज त्यहाँ हुन्थ्यो। तर अहिले चाहिँ यत्रतत्र मलाई लाग्छ अबको 10 वर्षमा मेरो पनि उद्देश्य चाहिँ के हो भनेदेखि सुन्तलालाई राम्रो सपोर्ट गर्ने र सुन्तलाको जङ्गल बनाउने। तपाईँहरू 10 वर्ष पछाडि आउनुभयो भने यो एरिया सुन्तलाको अब जङ्गल हुँदैछ। झ्याउपोखरीमै भेटिनुभयो अशोक कार्की, एउटै स्कुल पढ्दाका मेरा सिनियर। बाख्रा पालन, मौरी पालन लगायत रुद्राक्ष दानाको व्यवसाय अँगालेका अशोक साथीहरूको जिज्ञासामा भन्नुहुन्छ। अब जस्तै 7 मुखेदेखि चाहिँ दाना बिक्न सुरु गर्थ्यो। 7 मुखे मैले केटाकेटी हुँदाखेरि त्यही 1 रुपियाँ 2 रुपियाँ गोटा बेचेको हो। अब पछि बिचमा विभिन्न जातहरू निक्लिन थाल्यो। अलिक हामी ठुलो भएपछि जस्तै हुसेन, साम्या यिनीहरू निस्किन थाल्यो। अब अहिलेको बजारमा तिनीहरू पनि बिक्नु छोड्यो। अब अहिले मेखुवा भन्ने दाना चाहिँ पाटा भएको दाना, अब त्यो खोजिरहेको छ चाइनिजले। अब अहिले त्यो बजारमा त्यो बिक्री भइरहेको छ राम्रो गरी, अलिक राम्रो रेटमा पनि। अब त्यो त छ दाना जस्तै एकैचोटि नफल्दिने, फुल छिमाले हुने, अनि दाना फल्दा पनि पछि एक खाले दाना छिपिसक्ने, एक खाले दाना ठिकैको हुने, एक खाले दाना कलिलो हुने। अब त्यो त छँदै। अब त्यो भएकोले गर्दाखेरि कलिलो दाना बिक्दैन। चाइनिजहरूले अहिले बजारमा एकदम रातो छिप्पिएको पानीमा डुब्ने गरुङ्गो दानाहरू खोज्ने। अब त्यो सेतो दानाहरू करिब रिजेक्ट नै हुन्छ, त्यो बिक्दैन बजारमा। अब क्लाइमेट चेन्जले केही न केही त गरेको छ। अनि अब मेडिसिन पनि तपाईँलाई एउटै बोटमा धेरै वर्षसम्म हानिराख्ने, धेरै वर्ष हान्दाखेरि बिचमा दाना बिग्रिँदै गएर अन्तिममा त्यो दाना मेडिसिन नलाग्ने पनि हुन थाल्यो। 4-5 वर्ष हानिसकेपछि अब पहिलाको जस्तो दाना फल्न छोड्छ त्यो बोटमा। त्यो दानाको प्रकृति नै बनोटै चेन्ज भएर जान्छ। भनेको अब त्यो चाइनिज औषधिको कारणले तपाईँहरूको उत्पादनमा चाहिँ अहिले प्रभाव पार्दै गएको छ, नकारात्मक प्रभाव पनि पार्दै गएको छ। अब त्यसकै कारणले गर्दा मान्छेले आम्दानी पनि लिइरहेछ। अब एक तरिकाले घाटा पनि छ, एक तरिकाले फाइदा पनि छ। अब बोट काट्दै अर्को बनाउँदै गर्दाखेरि त्यो घाटा भयो। तर तपाईँलाई जम्मी नर्मल दाना 5,000 मा बेच्नुपर्ने बोटको 5 लाखमा बेच्नु पाउँदाको फाइदा पनि त छ। स्पोर्ट्स अथवा केही अनुदान वा सहयोगहरू केही आइरहेको छ पोलिसी वाइज, फाइनेन्सियल? छैन। रुद्राक्षको बारेमा सरकारले केही पनि गरेको छैन। सरकारले दिने भनेको मैले भने त मेडिसिन ल्याउनलाई सहज पनि गरिदिएको छैन। अझ तपाईँलाई रुद्राक्षमा त के छ भन्नुहुन्छ भने रुद्राक्ष चाहिँ वनमा पर्छ। वन पैदावारसँग सम्बन्धित भएकोले गर्दाखेरि जस्तै मैले यहाँ झ्याउपोखरीबाट तुमलिङटार लाँदै गर्दा बिचमा पुलिसले पक्रिदियो भने सक्यो। त्यो वनमा जान्छ, वनको प्रोसेस मिलाउँदै रुद्राक्ष कालो हुन्छ, नबिक्ने हुन्छ, बिग्रिन्छ, कलर जान्छ होइन। त्यो कामै लाग्दैन जतिको भए पनि। अब सहज भन्दा पनि अप्ठ्यारो चाहिँ छ। अब सुरुमा हामीले नेपालमा मेडिसिन हान्दाखेरि अझ सडानन्द नगरपालिकाले त यो रुद्राक्ष अवैधानिक तरिकाले बनाइयो, यो यसरी बनाउनु पाइँदैन भनेर बोटै डिस्पोज गर्ने निर्णय गरिदिएको थियो। त्यसको बावजुद पनि हामीले रातारात टिपेर नगरपालिकाले हात लिनुभन्दा अगाडि नै हामीले दाना टिपेर बेचेको थियौँ। सहज त होइन, गाह्रो चाहिँ गरिरहेछ। पाकला हो यो लाइट नपुगेर हो क्या? लाइट नपुगेर यस्तो लाइट बालेको
अरे हो यो छ नि यहीँनिर हो नि पढ्दाखेरि त्यो फाइनल एक्जाममा ढुक्का थुनेर पढेको हो कि ल भन त बा बा म धेरै पछि आफ्नो गाउँ फिरेर आएको गुरुङ डाँडामा आइपुगेपछि मलाई त्यहाँ नौलो मान्छे ठानेर रुखले पनि अजङ्ग तरिकाले हेरी बसिरहेको थियो अनि मैले पनि नहच्किचाइकन भनिदिएँ म पराजय होइन म विजय म पराजय अनि त्यस माघी स्याउको सुन्तलाको मलाई चिच्चाउन देऊ मलाई कराउन देऊ यी ढुकाहरूले यी घरका चुलाहरूले यी ढुङ्गाहरूले फुलहरूले यी सुन्तलाका झ्याङहरूले आश्चर्य मानेर मलाई हेरिरहेछ दाजै आयौ तिमी धेरै पछि कति बस्छौ सम्झनालाई समेटी फुलै फुलमा आयौ तिमी हामी रणभुलमा यस्तै रणभुल्लका गीतहरू गाएर अन्धकारमा पूर्णिमा झै चम्किएर म फेरि मेरो मातृभूमि पितृभूमि र देवभूमिमा फर्किसकेको छु म पराजय अवश्य होइन म विजय हातिम बुकी फुल मेरो फुपा मुमाले बनाउनु भएको घरबाट अब आज हामी निस्किँदैछौँ सङ्घर्षमा हुँदै सुनसरीतिर प्रस्थान गर्नेछौँ अहिले प्याकिङ चलिरहेछ यतातिर क्यामेराहरूको भर्खर ग्रुप सुट भइसक्यो है अनि अलिक घामको रेजमा चाहिँ राम्रो देखिएर अहिले घामको बिहानीको किरणमा तस्बिर अहिले साथीहरूले लिँदैछन् अब हामी
सुजन निस्कन्छौँ। त्यो हेडलाइन सुन्तला बहुत खाइयो यसपालि, पुरै सुन्तला खाइयो। सुन्तला बगान देख्न सक्नुहुन्छ नि त। सिम्पल हो। लु हजुर आइदिनु भयो, मेरो आँगनको झार माडिदिनु भयो, धेरै धेरै धन्यवाद छ। यो माड्नको लागि मैले धेरै दिन हिँड्नु पर्थ्यो, तपाईँहरू आएर 2 दिन नाचिदिँदाखेरि पनि। लु हाम्रो हेड कुक है, हाम्रो मेरो ब्यागको चाहिँ मेन कुक है। ल लु लाग्यो अब के गर्नु। लु अक्कर खिच्नु नबिर्सिनु है। ल गरे पनि मेरो ब्याग अब तपाईँहरू 45 मिनटमा पुगिहाल्नुहुन्छ तिमी। ल बुधबारे हाटमा आएर बुधबार पनि भ्याउने भ्यायो नि कान्छा गुरुङ हो। अरू के भ्यायो? 2-4 डबुका छ्याङ भयो। बिदा हिँड्ने बेलामा साथीहरूलाई भाइजिजहरूलाई सायचकमा दिएको हो फेरि काकाहरूलाई किशोरलाई सायचकमा। मनभरि क्यामेराभरि गाउँका यादहरू समेटेर फेरीमा अरुण नदी तरेर उहिले 2 दिन लगाएर हिँड्ने बाटो गुड्दै शङ्खुवासभा छुँदै हिले धनकुटा हुँदै पहाड र मधेसको ट्रान्जिट धरान ओर्लियो। बजारको हतारो दैनिकीबाट विश्राम लिन गाउँ पुगेका हामीलाई बजार झर्दा पहाड उक्लदा झै उत्साह थिएन। एक दिनको धरान बसाइमा विजय पुडुलाई सुजनको पाककला स्वाद र बुवाको हिँडेर धरान झर्दाको विगत सुनेर बिताइयो। भनौँ पूर्वी घुमाइको आधा सर्किट लगाइयो, तर यात्रालाई ढङ्गले बिट मार्न पाइएन। फर्कने क्रममा विमानमा 2 चक्के विमानको टायर पड्क्यो, यानी यात्राको नायक घाइते भयो। यो एन्डिङ चाहिँ राइट पोस्ट भयो। ठिक छ, इट्स अ पार्ट अफ लाइफ। अब एक्सिडेन्ट भने एक्सिडेन्टली हुन्छ, अलिक टार्न सकिन्छ के कुरामा होइन। ड्रोन चाहिँ ओपन गर्नु न यही बेला, आफै चाहिँ तरिराखेको ब्याट्री डेड भइसक्यो। ठुलो हेर